कमेन्ट्स अनि सेयर गरिदिनुहोस् होला, यो मेरो बिन्ती रह्यो। र मेरो कविताको शीर्षक छ नारी। नारी तिमी महान छौ, नारी तिमी विदुषी छौ, आफू रोएर अरूलाई हँसाउने काम तिमी नै गर्दछौ। आफ्नो घर दुवार त्यागेर अरूको घर बसाउने काम तिमी नै गर्दछौ। अत्याचारीसँग लड्न सक्ने तिमी एक साहसीको उदाहरण हो। महिषासुर जस्तो दानवको ध्वंस गर्ने तिमी एक देवी हौ। धनको देवीको रूपमा तिमी लक्ष्मीको नाउँले परिचित छौ। ज्ञानको देवीको रूपमा तिमी सरस्वतीको नाउँले परिचित छौ। नारी तिमी आफू कष्ट सहेर छोराछोरीलाई जन्माउने र हुर्काउने काम गर्छौ। वर्णन गरेर गर्न नसकिने तिमी एक महान उदाहरण हौ। त्यसैले तिमी धन्य छौ, त्यसैले तिमी मान्य छौ। धन्यवाद।